कतिपयलाई फेरि बाहिर म पार्टीभित्रकोलाई अहिले केही भन्न चाहन्न किनकि छलफल चलेकै छ राम्रै छ अहिले त्यस्तो केही छैन बाहिरबाट पनि धमिलो पानीमा माछा मार्ने त हुन्छन् किनभने यो बीचमा माओवादी केन्द्रप्रति त्यसको नेतृत्वप्रति हामीले चलाएका अभियानप्रति थुप्रै सरकारमा हुँदै गरेका कामका कारणले बाहिर आएपछि गरेका खबरदारीहरूका कारणले जनतामा निकै राम्रो माहौल या परिस्थिति बनेको छ जनताले एकचोटि फेरि माओवादी केन्द्रतिर माओवादी नेतृत्वतिर र प्रचण्डतिर हेर्न खोजेको हामीले प्रष्ट देखेका छौँ त्यो कुरा हाम्रा विरोधीलाई मनपर्ने कुरा थिएन जसरी म सरकारमा हुँदा सुशासन सामाजिक न्याय आर्थिक समृद्धिको अभियान चलाउँदा यो देशका दलालहरूलाई बिचौलियाहरूलाई फटाहरूलाई त मनपर्ने कुरा होइन नि ती परेन त्यसै गरी अहिले फेरि माओवादी केन्द्र र प्रचण्ड फेरि रिभाइभ हुन खोजेको हो भन्ने कुरा मन परेको छैन त्यसैले उनीहरूले कुनै तरिकाद्वारा यसलाई कमजोर पार्न खोजि नै राख्छन् त्यो पनि फेरि मैले अनौठो मान्दिनँ त्यो स्वाभाविकै हो राजनीतिमा अनि अहिले चाहिँ अब यो चियाको कपमा तुफान भने जस्तो लौ ठुलै चिज भेटियो दुई बुँदै गर्यो प्रचण्डले भनेर त्यसलाई भन्ने खोजिया छ तर मलाई लाग्छ जनताले र तपाईहरु जस्तो पत्रकार साथीहरूले पनि बिस्तारै साँचो के रहेछ भन्ने बताइदिनुपर्छ राष्ट्रप्रति र जनताप्रति जिम्मेवार भएर प्रतिपक्षले एउटा आधार खडा गरेर अगाडि बढेको कुरालाई होहल्ला गर्नु चाहिँ यो नियोजित छ है भन्ने कुरा हामीले भनिदिनुपर्छ।